हेलो साथीहरु, मैले चाहिँ फापरको सेलरोटी बनाएकी छु। एकदमै हेल्दी है त, स्वास्थ्यको लागि पनि एकदमै राम्रो फापरको सेलरोटी। हजुरहरूले पनि बनाएर खानु होला। हजुरलाई रेसिपी चाहिन्छ भने मेरो लङ भिडियोमा छ, मैले कसरी बनाएकी छु। हजुरले त्यहाँ गएर चेक गरेर बनाएर खान सक्नुहुनेछ है त। फापरको सेलरोटी एकदमै मिठो पनि हुन्छ। फापरको सेलरोटी अब म चाहिँ खान्छु साथीहरु। हजुरहरूले पनि एकचोटि यो रेसिपी ट्राई गरेर खान सक्नुहुनेछ। म चाहिँ टमाटरको अचारसँग खाँदैछु अनि सिद्रा माछा मिक्स गरेको अचार